सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू, जसरी भाद्र 23 र 24 गते नेपालको नवोदित पुस्ता हाम्रो पुस्ताको आह्वानमा भएको विद्रोह सफल भयो। त्यो विद्रोहका क्रममा प्रमुखतः 3टा मुद्दा अगाडि सारिएका थिए। पहिलो कुरा, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाइनुपर्छ। दोस्रो कुरा, यो देशमा राजनीतिक अस्थिरता भयो, त्यो कारणले राजनीतिक स्थायित्वको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली हुनुपर्छ। र तेस्रो कुरा, यो देशमा भ्रष्टाचार भयो, त्यो भ्रष्टाचार चाहिँ छानबिन गर्ने, त्यसलाई नियन्त्रण गर्ने संस्थाहरू क्षयीकरण भए, त्यसको लागि हाम्रा सम्पूर्ण सार्वजनिक संस्थाहरूको पुनर्संरचना हुनुपर्छ। यी खास गरी 3टा मुद्दा एग्रेसिभली विद्रोह क्रममा उठेका थिए। पहिलो मुद्दा त सम्बोधन भइ नै सक्यो। त्यस पश्चात जसरी चाहिँ भाद्र 27 गते शीतल निवासमा पुराना राजनीतिक शक्ति र सुशीला कार्कीको गिरोह मिलेर जसरी सत्ता कुह गरे, त्यस दिन यतादेखि नै यो देशमा एउटा गम्भीर राजनीतिक र संवैधानिक सङ्कट उत्पन्न भयो। र आज यतिका दिनसम्म आइपुग्दाखेरि एकापट्टि भाद्र 23 र 24 गतेको विद्रोहमा दमन गर्नेहरू, यो देशका युवाहरूलाई गोली हानेर मार्नेहरू, हत्याराहरूलाई एकापट्टि कारवाही गर्न नसक्ने परिस्थिति, र अर्कोपट्टि यो सरकारका मन्त्रीहरू, चाहे कुलमान घिसिङले चाहिँ 43 करोड नेपाललाई घाटा हुने गरिकन गरेको विद्युत सम्झौता, त्यो आर्थिक अपराध होस्, चाहे अर्थमन्त्रीले डोल्मालाई चाहिँ गैर कानुनी तवरले चाहिँ करोडौँ चाहिँ कर छोड दिने निर्णय होस्, अथवा 16-17 वर्षका युवतीहरूलाई बेहोस बनाएर डिम्ब बिक्री गर्ने गम्भीर अपराधमा मुछिएका मान्छेलाई महान्यायाधिकर्ताको कार्यालयले दिएको चाहिँ उन्मुक्ति होस्, यो प्रकरणले गर्दाखेरि एकापट्टि चाहिँ यो देशमा युवाहरूले गोली हानेर मार्नेहरूलाई चाहिँ कारवाही गर्न नसक्ने, अर्कोपट्टि बनेको सरकारले यो देशमा लुटपाट चलाउने परिस्थिति सिर्जना भएपछि आज सिङ्गो राष्ट्र अशान्त आन्दोलित छ। र जुन प्रकारले विद्रोहका क्रममा कुनै निर्वाचनको माग भएको थिएन, हामी चाहन्थ्यौँ विद्रोह सफल भएपछि जेनजी पुस्ताकै तर्फबाट एउटा सर्वपक्षीय सरकार निर्माण हुन्छ र त्यही सरकारले यो देशको संविधानलाई करेक्ट गर्छ र यो देशका सार्वजनिक संस्थाहरूलाई पुनर्संरचना गरेर यो राष्ट्रमा उत्पन्न सङ्कटलाई मोचन गरेर यो राष्ट्रलाई स्थायित्व सुशासनको दिशामा लैजाने एउटा आधार निर्माण गर्नुपर्छ र त्यो गर्न सक्नुपर्छ भनेर हामी अगाडि आएका थियौँ। तर जसरी सुशीला कार्कीको चाहिँ गिरोहले सत्ता कुह गरेर देशलाई निर्वाचनतर्फ लैजाने र त्यो निर्वाचकीय सरकार निर्माण गरेर देशलाई गृहयुद्धतर्फ लैजाने षड्यन्त्र अगाडि सार्यो, आज यो राष्ट्र सिङ्गो एउटा गृहयुद्धको चाहिँ त्यो चपेटामा पिल्सिने खतराका बीच हामी उभिएका छौँ। र यति बेला एकापट्टि चाहिँ जेनजी विद्रोहलाई अपहरण गर्ने, अर्कोपट्टि चाहिँ यो देशमा 3 दशकसम्म लुट्नेहरू, तस्करहरू नै हाइसाउन्ड गरेर आज जेनजीहरूमाथि नै अट्याक गर्ने जुन परिस्थिति सिर्जना भएको छ, अब योबाट चाहिँ हामी अगाडि कसरी बढ्न सक्छौँ भन्दाखेरि पहिलो कुरा, तत्काल सुशीला कार्कीले गरेको यो सत्ताको सुशीला कार्कीको गिरोहलाई बर्खास्त गर्नुपर्छ। त्यसपछि जेनजी विद्रोहका क्रममा उठेका मुद्दाहरूलाई सम्बोधन गर्ने गरिकन एउटा चाहिँ सर्वपक्षीय सरकार निर्माण गर्नुपर्छ। त्यसपछि त्यही सरकारले एउटा राष्ट्रिय सहमति कायम गरेर हामी संविधानलाई पुनर्लेखन गर्छौँ, बल्ल त्यसपछि मुलुक एउटा चाहिँ निर्वाचनतर्फ गएर हामी चाहिँ यो राष्ट्रलाई चाहिँ एउटा स्थायित्व र सुशासनको दिशामा लैजान सक्छौँ। यही नै आजको अपरिहार्य आवश्यकता हो। आज जसरी